महत्त्वपूर्ण सामान्य ज्ञान विशेष भिडियो लिएर उपस्थित भइसकेको छु। सम्पूर्णमा नमस्कार। म धीरेन्द्र गिरी। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नुहोला, साथीहरुमा शेयर गर्नुहोला र भिडियो अन्तिमसम्म हेर्नुहोला। आउनुस् छलफल गरौँ आजको समसामयिक सामान्य ज्ञानका प्रश्नहरू जुन आउँदै गरेका खरिदार, शाखा अधिकृत वा अन्य प्रतियोगितात्मक परीक्षाको लागि यसले मद्दत पुर्याउनेछ पक्कै पनि भन्ने आशा राखेको छु। पहिलो प्रश्न छ, नेपालमा हलो क्रान्तिको सुरुवात कुन जिल्लाबाट भएको थियो? हेर्नुस् है, पढ्नु भएको छ भने यो अलिक डिटेल्समै पढ्नु भएको छ भने यो थाहा होला, न कतिलाई अलिक थाहा नहुन सक्छ। नेपालमा हलो क्रान्तिको सुरुवात चाहिँ मैले अप्सनमा राखेको छु कास्की, लमजुङ, धादिङ, गुल्मी। यसो हेर्नुस् त कुन जस्तो लाग्छ हजुरहरूलाई? यसको सही एन्सर चाहिँ नेपालमा हलो क्रान्तिको सुरुवात लमजुङबाट भएको हो। ध्यान दिनु होला, लमजुङ भनेको हलो क्रान्तिको सुरुवात भएको है, हलो क्रान्तिको सुरुवात भएको जिल्ला हो लमजुङ। अब त्यसै दोस्रो हेर्छौँ, नेपालमा जिरो एनर्जी हाउस कहाँ रहेको छ? यो त पटक पटक सोधेको छ। ओल्ड क्वेसन हेर्नु भएको छ भने पक्कै पनि यसको थाहा छ हैन? नुवाकोट, ललितपुर, भक्तपुर, बनेपा छ। नझुकिनु होला, यसको पनि सही उत्तर भनेको चाहिँ नेपालमा जिरो एनर्जी हाउस ललितपुरमा रहेको छ। प्रथम विश्व महिला सम्मेलन कहाँ भएको थियो? यो पनि सोधेको छ र सोध्न सक्नुहुन्छ, निकै प्रबल चान्स पनि हुन्छ। यो न्युयोर्क, मेक्सिको सिटी, टोकियो, नैरोबी, कुन हो त? यसो सोच्नुस् त। मेक्सिको सिटी, न्युयोर्क, टोकियो, नैरोबी। प्रथम विश्व महिला सम्मेलन कहाँ भएको थियो है? ल यसको चाहिँ एन्सर मेक्सिको सिटी हो भने यो प्रथम विश्व महिला सम्मेलन चाहिँ कहिले भएको थियो त कमेन्टमा लेख्नु है। 1AU भन्नाले 1AU को फुल फर्म चाहिँ के हो? एस्ट्रोनोमिकल युनिट भन्छ है। 1AU एस्ट्रोनोमिकल युनिट भन्नाले के बुझिन्छ? पृथ्वी र चन्द्रमा बीचको दूरी, पृथ्वीबाट अन्तरिक्षसम्मको दूरी, सूर्य र पृथ्वी बीचको दूरी, सूर्य र चन्द्रमा बीचको दूरी। 1AU भनेको चाहिँ सूर्य र पृथ्वी बीचको दूरी है, जसलाई एस्ट्रोनोमिकल युनिट भनिन्छ। यो चाहिँ कति दूरीमा छ त? मैले यहाँ लेखिदिएको हुन्छु, 14 करोड 88 लाख किलोमिटर। यसलाई नै हामी 1 वा एस्ट्रोनोमिकल युनिट भनेर बुझ्छौँ। विश्वको सबैभन्दा कान्छो देश कुन हो? यहाँ हजुरले स्क्रिनमा देखिराख्नु भएको होला, हाम्रो यो लोकसेवा प्रिपरेसन बाई धीरेन्द्र गिरी फेसबुक ग्रुप छ, त्यसमा पनि जोइन हुनु होला हैन? जोइन हुँदै गर्नु होला। त्यहाँ हामी विशेष गरी लोकसेवासँग सम्बन्धित नै सामान्य ज्ञानहरू, समसामयिक भिडियोहरू वा अन्य रिजल्ट नतिजाहरू आएका विज्ञापनहरूको पोस्ट गर्ने गर्छौँ। त्यसमा जोइन हुँदै गर्नु होला, जोइन हुनु होला भने अवश्य सहज हुनेछ। विश्वको सबभन्दा पहिला कान्छो देश कुन हो भन्ने तर्फ नै हामी लाग्यौँ। यो दक्षिण सुडान, अफगानिस्तान, बोलिभिया, भ्याटिकन सिटी। यसरी अप्सनहरू आउँदा चाहिँ अलिकति हामी झुकिन सक्छौँ हैन? भ्याटिकन सिटी पनि हो कि जस्तो लाग्छ, बोलिभिया पनि हो कि जस्तो लाग्छ, अफगानिस्तान पनि पछि पछि टुक्रेर भनेको यो यही हो कि हैन? दक्षिण सुडान हो कि कुन हो भन्ने हुन्छौँ हामी। त्यसरी क्लियरली अलिकति क्लियर कट हुनुपर्छ भन्छ नि, त्यही हो, क्लियरली भएर चाहिँ जानुपर्ने हुन्छ हैन? अप्सनहरूले हामीलाई धेरै झुकाउन सक्छ। पढेका कुराहरू पनि अलिअलि पढेछौँ भने यसको विश्व सबभन्दा कान्छो देश चाहिँ दक्षिण सुडान हो है। विश्वको सबैभन्दा कान्छो देश दक्षिण सुडान। संयुक्त राष्ट्रसङ्घको पहिलो संविधान निकाय कुन हो? यो युएन हो। संयुक्त राष्ट्रसङ्घ त पढ्नु भएको होला। त्यसो भने ल मैले एन्सर भन्नुभन्दा अगाडि भन्नुहोस् त, नेपालको सोच्नुहोस् है, पहिलो संविधान निकाय चाहिँ को होला? त्यो कुन होला त? WHO, IFAD हो, FAO हो, ILO हो? कुन हो त? यसको सही उत्तर ILO है। अन्तर्राष्ट्रिय श्रम सङ्गठन चाहिँ संयुक्त राष्ट्रसङ्घको पहिलो संवैधानिक निकाय हो। मङ्गल ग्रहका दुई उपग्रहहरू। मङ्गल ग्रहको त दुई उपग्रह थाहा होला है, दुईटा मात्र उपग्रह छ, सजिलो छ सम्झिनलाई पनि। अप्सनहरू हेर्नुहोस्, फोबोस र गेनिमेड। दोस्रो फोबोस र डिमोस, डिमोस र चन्द्रमा, फोबोस र क्यालिस्टो। हामीले यसो सोद्धाखेरि यो चन्द्रमा भएको चाहिँ पक्कै होइन है, किनभने पृथ्वीको उपग्रह होइन। यो चाहिँ हामीले सुरुमै क्लियर कट गरिदिउँ। क्यालिस्टो पनि के सुने जस्तो लाग्दैन, यसलाई पनि क्लियर कट गरिदिउँ। अब पहिलोलाई हेरौँ, फोबोस र गेनिमेड। यो गेनिमेड त पक्कै पनि सुन्नुभएको होला, उपग्रहहरू पढ्नुभएको छ नि। सबभन्दा ठुलो उपग्रह वा बृहस्पति ग्रहको पनि सबभन्दा ठुलो उपग्रह र सबैभन्दा ठुलो उपग्रह पनि
सौर्यमण्डलकै सबभन्दा ठुलो उपग्रह पनि गैनिमेडै हो है। त्यसैले यो मङ्गल ग्रहको त परेन, मैले भने बृहस्पति ग्रहको ठुलो उपग्रह गैनिमेड हो भनेपछि यो सजिलो चाहिँ फोबोस र डिमोस। फोबोस डिमोस भनेको मङ्गल ग्रहका दुई उपग्रहहरू हुन्, फोबोस डिमोस। नाइल नदीको वरदान भनेर कुन देशलाई चिनिन्छ? नाइल नदीको वरदान ठ्याक्कै नाइल नदीको वरदान हुन्छ इटाली भनेर सम्झिनु होला होइन? होइन है, इटाली चाहिँ नाइल नदीको वरदान चाहिँ इजिप्ट हो कि ग्रिस हो? होइन होइन, इजिप्टै हो है। नाइल नदीको वरदान भनेर चाहिँ इजिप्टलाई चिनिन्छ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेको छ? अब यो प्रश्न देखिसकेपछि चाहिँ यो मुक्तिनाथ कहाँ पर्छ यता यस्तो पढेकोहरूले अभि यो मन्दिरहरू यताउति ठाउँ पनि कति उचाइमा पर्छ भनेर सोध्ला र? यो सोध्न सक्छ र? अब भनेपछि यो एउटा प्रश्न देखेर तपाईँहरू फेरि सम्पूर्ण मन्दिर यताउति सबैको अब कति उचाइमा छ सबै पढ्न लाग्नु होला। त्यसो नगर्नुहोस् है। अलिकति महत्त्वपूर्ण धार्मिक हिसाबले वा पर्यटक हिसाबले महत्त्वपूर्ण भएका ठाउँहरूको मात्रै हामीले याद गर्नुपर्ने हुन्छ। सबै हेरेर हामीले सक्दैनौँ, भ्याउँदैनौँ होइन। अलिकति मिलाएरै पढ्नुपर्ने हुन्छ। मैले यो मुक्तिनाथ गराएर चाहिँ फेरि मुक्तिनाथ देखेर सबै मन्दिरहरूको चाहिँ हेर्न नलाग्नु होला होइन। अलिकति धार्मिक पर्यटक हिसाबले अलिक महत्त्वपूर्ण र लोकसेवाले त्यसलाई सोधिबसेको ट्रेनमा छ भने त्यस्ता प्रश्नहरूलाई चाहिँ हामीले छोड्नु न। त्यसै मैले यो मुक्तिनाथको चाहिँ हालेँ। यो 5345 मिटर वा 3750 मिटर कुन हो त? यसको सही उत्तर चाहिँ प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यो 3750 मिटर उचाइमा पर्छ होइन। यो पृथ्वीको हामी समुद्र सतहदेखि भन्छौँ, यो पृथ्वीको सतहदेखि चाहिँ हो है। नेपालको पहिलो ग्रामीण सूचना केन्द्र तलका मध्ये कुन स्थानमा भएको छ? यो त ट्याक्कै देख्ने साथै काभ्रे भनिहाल्नु होला होइन। काभ्रे भनेको होइन है। नुवाकोट पनि होइन, दाङ पनि अवश्य होइन होला जस्तो लाग्छ होइन। र यसो पहिलो ग्रामीण सूचना केन्द्र चाहिँ नेपालको पर्वत जिल्लामा पर्छ है। पर्वत कुन प्रदेशमा पर्छ त? यसो सम्झिँदै पनि गर्नु होला होइन। गण्डकी प्रदेश होइन कि होइन? गण्डकी प्रदेशै होला पर्वत होइन। ल, नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? नेपाल हिमाल, नेपालको हिमाल के भने कुन हिमाललाई चिनिन्छ? सगरमाथा, धौलागिरी, मकालु, कञ्चनजङ्घा। यसो नेपाल हिमाल भनेर त अब विश्वभर परिचर्चा प्रसिद्धमा रहेको सगरमाथा हो। यसको एन्सर पनि सगरमाथा नै होला, सोच्नु होला होइन। होइन है, त्यसो चाहिँ नेपाल हिमाल भनेर चाहिँ कञ्चनजङ्घा हिमालै चिनिन्छ, नेपाल हिमाल है। यसको हिमालहरूको सबैको आफ्नो छुट्टै छुट्टै विशेषता छ होइन। ब्ल्याक माउन्टेनदेखि लिएर वा नेपालकी छोरी यताउति अन्य सबैको आफ्नो विशेषता छ। वा त्यसको त्यसलाई त्यो नामले पनि त्यसको उपनामहरू छन्, त्योहरू पनि याद गर्नु होला है। पछिल्लो समय लोकसेवाले सोधिबसेको छ, त्यो सोध्न सक्ने पनि उत्तिकै चान्स हुन्छ। त्यसले त्यस्ता प्रश्नहरूमा चाहिँ ध्यान दिनु होला थोरै। अब हामी रुसी राज्य क्रान्तिलाई अर्को के नामले चिनिन्छ? रुसी राज्य क्रान्ति यो चाहिँ कुन महिनामा विशेष गरी घटेको थियो? त्यो महिनालाई आधारित गरेर त्यसलाई त्यो क्रान्ति पनि भन्छ। जस्तै रुसी राज्य क्रान्ति कहिले घटेको थियो सोच्नुहोस् त, कुन मन्थमा भनेपछि तपाईँले त्यो सम्झिनु भएको छ नि। यसको उत्तर त सजिलै पनि सहजै यसलाई समाधान गर्न सक्नुहुन्छ। डिसेम्बर क्रान्ति, अप्रिल क्रान्ति, नोभेम्बर क्रान्ति, अक्टोबर क्रान्ति। रुसी राज्य क्रान्तिलाई चाहिँ अक्टोबर क्रान्तिको नामले चिनिन्छ, किनभने यो अक्टोबरमै घटेको कारणले रुसी राज्य क्रान्तिलाई अक्टोबर क्रान्तिको नामले पनि चिनिन्छ है। टाइटानिक नामक पानी जहाज एटलान्टिक महासागरमा कहिले डुबेको थियो? यो त पक्का थाहा होला, लोकसेवा तयारी गरिराख्नुहुन्छ। सुरुमा हुनुहुन्छ भने अलिकति थाहा नहोला होइन, तर अलिअलि पढिराख्नु भएको छ नि, केही समय काट्नु पढिराख्नु भएको छ नि, यो त पक्कै पनि याद गर्नुभएको होला मलाई जहाँसम्म लाग्यो। र यसो हेर्दा याद त गर्नुभएको छ। फेरि सन् 1921 हो कि सन् यो त 14 मात्र नझुकिनु होला, सन् 1921 हो कि सन् 1912, सन् 1992 हेर्दाखेरि उस्तै छ होइन। 1912, 1992, 1921 यसमा चाहिँ झुकिन सक्नुहुन्छ। जस्तै अप्रिल 14 यो फेरि लास्टको अप्रिल 14 छ। झट्ट हामी अप्रिल 14लाई मात्रै हेर्छौँ, अप्रिल 14 मात्रै याद छ नि, यो जुनसुकैमा पनि लाग्न सक्छ अनि मिस्टेक हुनसक्छ। त्यसो यो टाइटानिक नामक पानी जहाज एटलान्टिक महासागरमा कहिले डुबेको थियो भने चाहिँ उत्तर चाहिँ अब थाहा पाइसक्नु होला, सन् 1912 अप्रिल 14मा है। यदि केही जिज्ञासा, सुझाव, सल्लाह वा कस्तो भिडियोहरू चाहनुहुन्छ, कस्तो कन्टेन्टको चाहनुहुन्छ, केही सल्लाह सुझाव भए मेरो जिमेल छ giridhirendraseventy1@gmail.com यहाँ देखिरहनु भएको छ होला। र साथै हाम्रो
मेरो फेसबुक धीरेन्द्र गिरीबाटै छ र फेसबुक पेज मैले फेसबुक ग्रुप अगाडि नै भने लोकसेवा प्रिपरेसन बाई धीरेन्द्र गिरी, त्यहाँ पनि जोइन हुन सक्नुहुनेछ। केही भए चाहिँ यो मेलमा वा तपाईँले सोझै पनि कमेन्ट बक्समै लेख्नुभयो भने पनि त्यसरी पनि सहजै होला। अर्को प्रश्न हेर्छौँ, नेपाल र नेकपा माओवादी बीच विस्तृत शान्ति सम्झौता कहिले भएको थियो? अहिले फेरि यो आन्दोलन होइन भिन्न भइबसेको बेला यस्ताहरू अलिकति यो घटनाहरू पनि महत्त्वपूर्ण हुन सक्ला होइन। जनआन्दोलनहरू हेर्नु होला, त्योहरू 2046 सालको 62-63 मा भएको आन्दोलनहरूको अलिकति घटनाक्रमहरू थोरै सम्झिनु होला, सहज हुन्छ। यो 2063 साल जेठ 5 मा, 2063 साल मङ्सिर 7 मा, 2063 साल फागुन 7 मा, 2063 साल कार्तिक 5 मा। यसो 2063 त सेमै भयो। अब यो 5-5-7-7 यो पनि अब मङ्सिर 7 त हामीलाई सबैलाई थाहा होला होइन। यो त 2063 साल मङ्सिर 7, मैले फेरि थाहा हुनेलाई मात्रै थाहा होला है भनिरहेको छु। फेरि हामी त नपढेका फुसुरुसुमा हेरिरहेको छु, थाहा होला भन्नुभएको भइ हुनुहुन्छ भन्नु होला, त्यस्तो होइन। थाहा भएकोलाई मात्रै थाहा होला है भनेको, तपाईँलाई पनि थाहा होला नि। अब त थाहा पाउनु होला, अब त थाहा पाइयो भनेर बुझ्नु होला। राणाकालीन समयमा कण्डेल चोकले के काम गर्थ्यौँ? कण्डेल चोकले के काम गर्थ्यौँ? बजेट तयार गर्ने, भ्रष्ट आचरण विरुद्ध कार्य गर्ने, सुन चाँदी आभूषण सम्बन्धी खर्चको हिसाब गर्ने। मैले चाहिँ यो राणाकालीन समयमा कण्डेल चोकले गर्ने काम भनेको सिधै भन्दै सुन चाँदी आभूषण सम्बन्धी काम गर्थ्यो नि। अब हजुरहरूले चाहिँ खोजेर हुन्छ वा थाहा पाउनु भएको छ भने कमेन्ट बक्समै बजेट तयार गर्नेलाई के भन्थ्यो, भ्रष्ट आचरण विरुद्ध कार्य गर्नेलाई के भन्थ्यो, राणाकालीन समयमा खर्चको हिसाब गर्नेलाई के भन्थ्यो त्यो लेख्नु होला है। बरेवा दरबार कहाँ परेछ? यो चाहिँ अलिक कमैले सुन्नुभएको होला, अझ छेउछाउ भएको मान्छेले सुन्नुभएको होला। बरेवा दरबार, सिंहदरबार त सुने होइन, यो फेरि बरेवा दरबार कहाँबाट आयो भन्ने होला। बरेवा दरबार पनि छ है, यो नुवाकोट, मकवानपुर, बारा, रौतहट। कहाँ होला त? नुवाकोट, मकवानपुर, बारा, रौतहट। यसको सही उत्तर चाहिँ बारा है। यसो बारा भन्ने साथै मलाई के आयो याद आयो नि, गढीमाई मन्दिर होइन, जहाँ 5-5 वर्षमा सबभन्दा ठुलो बलि दिन्छन् होइन। 5-5 वर्षमा मेला लाग्छ गढीमाई मन्दिरमा, गढीमाई मेला भन्छ हामीले। जुन 5-5 वर्षमा लाग्ने त जहाँ संसारकै सबभन्दा बढी बलि दिने हामीले मेलाको रूपमा मानिन्छौँ। त्यसैले त्यो गढीमाई मन्दिर कहाँ पर्छ भन्ने पनि त्यो हाम्रो बारा नै हो। बरियारपुर बारा विशेष गरी भन्छौँ होइन। सहनशीला सुशीला नामक कृतिका रचनाकार को हुन्? अब यसो हेर्दा यही कृति सोध्छ चाहिँ भन्ने हुन्न, तर यस्तै कृतिहरू चाहिँ विशेष गरी सोधिबसेका हुन्छन्। अलिकति प्रसिद्ध र पछिल्लो समयमा आएका कृतिहरू मुना मदन प्राप्त गर्न सफल होइन, त्यस्ताहरू चाहिँ ख्याल गर्नु होला। अहिले हामी सहनशीला सुशीला नामक कृतिका रचनाकार को हुन् भन्छौँ त नि, गोपी शेरचन, भैरव बर्याल, भीमनिधि तिवारी, रमेश विकल। यसको सही उत्तर चाहिँ भीमनिधि तिवारी हुन्। बौद्ध धर्मका ग्रन्थ त्रिपिटकमा तलगामध्ये कुन पिटक पर्दैन? पिटकहरू त थाहा पाउनु भएको छ नि, पिटकहरू हेर्नु होला है। यो चाहिँ सुक्ति पिटक, विनय पिटक, अभिधम्म पिटक, बुद्धि पिटक। यसो हेर्दा त्यसमा चाहिँ खासै गाह्रो नहोला होइन, हामीले त पढेको छैनौँ भने पनि थाहा पाउन सक्छौँ होला। यसो हेर्दा चाहिँ यो सुक्ति पिटक पनि होला है, विनय पिटक पनि होला, अभिधम्म पिटक पनि होला। अलिकति हुन नसक्ने भनेको चाहिँ यो बुद्धि पिटक छैन होला होइन। बौद्ध धर्म ग्रन्थ त्रिपिटकमा तलगामध्ये बुद्धि पिटक पर्दैन। पूर्व पश्चिम लोकमार्गको लम्बाइ कति किलोमिटर छ? फेरि पनि भने यो सम्पूर्ण लोकमार्गहरूको चाहिँ राष्ट्रिय लोकमार्गहरू होइन, त्यो लोकमार्गहरूको चाहिँ किलोमिटर कति छ, लम्बाइ कति छ होइन, त्योहरू ख्याल गर्नु होला है। यसको सही उत्तर चाहिँ 1027.67 किलोमिटर हो। मैले यहाँ माथि नै किलोमिटर भनेको कारण यहाँ उल्लेख गरिनँ, यो किलोमिटरमै हो सबै, त्यसरी बुझ्नु होला। अलैँचीका प्रकारमध्ये कुन मिल्दैन? यो अलैँचीको प्रकार पनि बहुत गजबको छ। रामसाई, गोलसाई, डम्बरसाई, हरिसाई। रामसाई, गोलसाई, डम्बरसाई, हरिसाई सबै यो मान्छेको नामबाटै छ होइन। यसो फेरि पढ्नु भएको छैन भने त यो फेरि हतार रामसाई डम्बरसाई यो त सब मान्छेको नामबाट आएको छ। एउटा चाहिँ यो गोलसाई भने चाहिँ अलिक फरक छ है, यो चाहिँ नहोला है भन्ने लाग्ला होइन, तर त्यसो होइन। यसको सही उत्तर चाहिँ हरिसाई हो। यो अलैँचीका प्रकार चाहिँ 3 प्रकार हुन्छ नि, ख्याल गर्नु, रामसाई, गोलसाई र डम्बरसाई हो। दिगो विकासको अवधारणा नेपालको कुन आर्थिक योजनाबाट ल्याएको? दिगो विकासको अवधारणा है 7औं, छैटौं, 5औं, 8औं। यो अवधारणा कहिले ल्याएको र यो अवधारणा कहिलेदेखि कार्यान्वयन ल्याएको अलिक फरक छ होइन। दिगो विकासको अवधारणा मात्रै चाहिँ हाम्रो यो
8औं योजनाबाट ल्याइएको 8औं आर्थिक योजनाबाट। ओजोन तहको क्षयीकरण नाप्ने एकाइ कुन हो? यो सायद 2075-76 को खरिदारमै सोधेको थियो क्यारे। ओजोन तहको क्षयीकरण नाप्ने एकाइ। त्यसपछि पनि एक दुईवटा परीक्षामा सोधेको थियो, तर पहिलोचोटि चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो 75-76 मेबी है सोधेको थियो खरिदारमा ओजोन तहको क्षयीकरण नाप्ने एकाइ कुन हो भनेर। डाप्सल युनिट, ओजन युनिट, ओजोनाइज युनिट, यसो हेर्दा ओजोनाइज होला है भन्ने लाग्छ, तर यसको सही उत्तर चाहिँ यो डाप्सन युनिट हो है। यहाँनिर डाप्सम भएछ, यसलाई कृपया सचेत होला। DABSON हो है, डाप्सन युनिट हो, यम होइन। यहाँ हेर्नु है। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यो त सबैलाई थाहा होला होइन, हामीले याद गरेका छौँ। रारा सबभन्दा सानो भन्छौँ, सगरमाथा हामी सबभन्दा उचाइमा रहेकाहरू छौँ होइन। अनि यसको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चाहिँ चितवन राष्ट्रिय निकुञ्ज है। चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज। सिसुनमा भएको कुन तत्त्व कारणले पोल्छ? यो हेर्नु त, यो त हामीले सिसुनले चाहिँ पोल्छ भन्ने थाहा छ, तर त्यसमा कुन तत्त्वको कारणले चाहिँ पोलिरहेको हुन्छ त हामीलाई? के कारणले चाहिँ सिसुनले पोल्छ त? त्यो पनि थाहा पाउनु पर्यो। एस्कर्बिक, साइट्रिक एसिड, हाइड्रोक्लोरिक एसिड, मिथेनोइक एसिड, यो अन्य एसिडहरू पनि एस्कर्बिक, साइट्रिक, हाइड्रोक्लोरिक केमा पाइन्छ त्यो पनि ख्याल गर्नु होला होइन। यसो सिसुनुको पोल्नुको कारण चाहिँ मुख्य यो मिथेनोइक एसिडको कारणले हो। हस्त भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। यदि भिडियो राम्रो लागेमा सहयोगी भएको खण्डमा हाम्रो च्यानल त सब्सक्राइब गर्नुहुने नै छ, साथसाथै मिठो सुझाव दिएर पनि जानुहुनेछ भन्ने अपेक्षा राखेको छु। हस्त धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।